दर्शकवृन्दहरू, कान्छी र सागरको जिन्दगीमा विगतको समयमा कति धेरै दुःख र समस्याहरू आएका थिए। तर कान्छी र सागर एक आपसमा मिलेर जति नै ठुला ठुला समस्या आए पनि उनीहरूको समाधान गर्दै आइरहेका थिए। अझ विगतको दिनमा अर्चनालाई घरबाट निकालिसकेपछि त कान्छीको जिन्दगीमा खुसी फर्किएर आइसकेको थियो। कान्छी र सागर भने खुसी भएर बस्न थालेका थिए। तर जब कान्छीको भाइ कान्छाले आफ्नो विवाह गरेर वैवाहिक जीवनमा बाँधिएर घर फर्किन थालेका थिए, तब कान्छा, सागर अनि कान्छाको दाइ ठुले लगायत सबै जन्तीलाई भने कान्छाको पहिलाको श्रीमतीले बाटो छेकेर बसेकी हुन्छन्। साथीहरू, कान्छी र सागरको जिन्दगीमा दुःख नआउने दिन पनि कहिले पो होला र। बल्ल बल्ल कान्छीको जीवनमा सुख आउन थालेको थियो। फेरि अब कान्छीले भने नयाँ समस्याको समाधान गर्नुपर्ने भयो। कान्छाले जब आफ्नो पहिलाको श्रीमतीलाई देख्छन्, उनी त चर्कित नै परेका हुन्छन्। अब भने कान्छाको जीवनमा ठूलो भन्दा ठूलो समस्या आउन लागेको छ। के अब कान्छालाई पहिलाको श्रीमतीले बहुविवाहको केस चलाएर जेलमा जाग्ने त होइनन्? के अब कान्छाले भने कानुन बमोजिम सजाय पाउने त होइनन्? यदि तपाईहरूलाई पनि मलाई जस्तै कान्छाले भने पहिलाको श्रीमतीको बेहोरा राम्रो नभएर उनलाई छोडेका थिए र अहिले नयाँ श्रीमतीसँग अर्थात् नयाँ केटीसँग विवाह गरेका छन् र कान्छीले भने आफ्नो भाइको समस्यालाई समाधान गर्नुपर्छ, कान्छालाई कुनै पनि प्रकारको कानुन बमोजिम सजाय हुनु हुँदैन। यदि कान्छालाई कानुन बमोजिम सजाय भयो भने कान्छीलाई पनि एकदमै धेरै पीर र चिन्ता पर्छ। त्यसैले अब कान्छीले चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्नुपर्छ। यदि तपाईहरूलाई पनि यस्तै लाग्छ भने कमेन्ट बक्समा कान्छी अब चाँडै अघि बढ्नुपर्छ भनेर लेखिदिन पनि अवश्य नभुल्नुहोला। साथीहरू, हजुरहरूलाई पनि थाहा नै होला, विगतको समयमा अर्चनालाई घरबाट निकालिसकेपछि कान्छी र सागरको जिन्दगीमा भने बल्ल बल्ल खुसी छाएको थियो। अहिले भने सागरले आफ्नै सरको अफिसमा काम गरिरहेका थिए त कान्छीले पनि सरलाई सघाउनको निम्ति घरमा काम गरिरहेकी थिइन्। अचानक कान्छाको विवाहको कुरा सुनिसकेपछि सागर, कान्छी, ठुलेले मन पराएको केटी चारैजना भएर गाउँतर्फ लागिसकेका हुन्छन्। साथीहरू, गाउँमा जाँदा भने कान्छीको मनमा कति ठुला ठुला अपेक्षाहरू थिए। कान्छाको विवाह भने धुमधामले गर्नुपर्छ। अब कान्छाको विवाह धुमधामले गरेर हामीलाई पनि धेरै भन्दा धेरै रमाइलो हुन्छ। त्यसै पनि विगतको समयमा कति धेरै टेन्सनहरू हाम्रो दिमागमा थिए। अब भने सबै टेन्सनहरू भागेर जाने भए भन्दै कान्छी खुसी भएर गाउँ छिरेकी थिइन् र गाउँमा छिर्दा भने कान्छीको भाइ कान्छा पनि एकदमै धेरै खुसी थिए। अहिले भने कान्छाले आफूले मन पराएको केटीसँग विवाह गर्न थालेका छन्। सायद त्यसै कारणले होला कान्छा पनि एकदमै धेरै खुसी भएको दृश्य हामीले देखिसकेका थियौं। जब कान्छाको विवाहको निम्ति कान्छा लगायत अरू जन्तीहरू जस्तै कि सागर, कान्छीको दाइ अनि कान्छा अनि अरू जन्तीहरू तयार भएका हुन्छन् घरबाट निस्किनको निम्ति, कान्छाको मुहारमा भने अलगै खुसी छाएको थियो। कान्छाले भने अब मेरो चाँडोभन्दा चाँडो विवाह भइदिए हुन्थ्यो जस्तो भनेका थिए। साथीहरू, कान्छाको आमा बुवा भने अलिकति निराश हुनुहुन्छ, किनभने कान्छाको आमा बुवालाई पहिला पनि थाहा छ ठुलेले पहिलाका श्रीमतीहरू लिएर आउँदा आफूले कति धेरै दुःख पाउनु भएको थियो। जब ठुलेले विवाह गरेर घरमा श्रीमती ल्याएका थिए तबदेखि नै कान्छाको आमा बुवा अर्थात् ठुलेको आमा बुवाले भने एकदमै धेरै दुःख पाउनु परेको थियो। आफ्ना बुहारीहरूका ठुला ठुला वचनहरू सहन परिरहेको थियो। सायद त्यसै कारणले पनि होला कान्छीकी आमा भने यो विवाहलाई लिएर अलिकति डराउनु भएको थियो। तर कान्छीले भने हाम्रो कान्छाले यस्तो गर्दैन, उसले आफ्नो श्रीमतीलाई आफ्नो ठाउँमा अनि आमा बुवालाई आफ्नो ठाउँमा राखेर अगाडि बढ्नेछ भनेर आफ्नो आमालाई हौसला दिइसकेपछि सबैजना जन्तीहरू भने श्रीमती अर्थात् केटीलाई लिनको निम्ति केटीको घरतर्फ लागिसकेका हुन्छन्। साथीहरू, बाटोमा गाउँलेहरूले भने केटी माग्न जान थालेको हो कि खसी किन्न जान थालेको हो। यति जाबो 4-5 जनालाई लिएर पनि कोही जान्छन्, न त विवाहको भोजको नै निम्ति छ भनेर कान्छा लगायत उसको परिवारको खिल्ली उडाउन खोज्छन्। तर ठुलेले भने मुखभरिको जवाफ दिएर त्यहाँबाट अघि बढिसकेका हुन्छन्।
कान्छी भने एउटा कुरालाई लिएर अत्यन्तै खुसी थिइन्। घरमा आमा बुवा एक्लै हुनुहुन्थ्यो। अब केवल कान्छाले विवाह गरिसकेपछि त, कान्छाको श्रीमती आइसकेपछि त आमा बुवालाई पनि एकदमै धेरै सजिलो हुने भयो भनेर कान्छी भने एकदमै धेरै खुसी भइरहेकी थिइन्। तर कान्छीको यो खुसी भने अब धेरै बेर टिक्ने थिएन साथीहरू। जब कान्छा अनि उसका जन्तीहरू भने केटीको घरमा पुग्छन्, केटीलाई विवाह गरेर सिउँदो हालिसकेपछि जब केटीको बुवाले भने अनौठो वचनहरू बोल्नुहुन्छ। उहाँले भन्नुहुन्छ कि मैले चाहे जस्तो गरेर विवाह हुन पनि सकेन, मैले जसरी धुमधाम तरिकाले विवाह गरौँला भनेर सोचेको थिएँ त्यसरी विवाह हुन पनि सकेन। त्यसैले म छोरी तिमीसँग रिसाएको छु, त यहाँबाट गए हुन्छ भनेर छोरीलाई रुखो वचन बोलेर त्यहाँबाट आफ्नो छोरीलाई अन्माउनु भएको हुन्छ। अब त्यस्तो वचन सुनिसकेपछि कान्छाले पनि हिन सोफिया तिमी यहाँ बस्नु पर्दैन भनेर सबैजना जन्ती लगायत कान्छा र उसको श्रीमती पनि घर फर्किन थालेका थिए। तर अचानक बाटोमा बाटो बन्द भन्ने चिज देखिसकेपछि कान्छा लगायत अरू सदस्यहरूको पनि होसै उडिसकेको हुन्छ। जब कान्छाले ती बार भत्काएर त्यहाँबाट अघि बढ्नको निम्ति अगाडि जान्छन्, तब ठ्याक्कै कान्छाको पहिलाको श्रीमती भने देखा पर्छिन्। साथीहरू, कान्छाको पहिलाको श्रीमती देखा पर्न साथ नै अब कान्छालाई ठुलो भन्दा ठुलो जोखिम आउने भने पक्का पक्की भइसकेको छ। आजै कान्छा भने विवाह गरेर अर्थात् वैवाहिक जीवनमा बाँधिएर घर फर्किन थालेका थिए र वैवाहिक जीवनको केही घण्टा पनि नहुँदै उनको जीवनमा यति ठुलो समस्या आयो कि जुन समस्या सायदै अब पार लगाउन सकिएला। साथीहरू, उसको पहिलाको श्रीमतीले भने उनीहरूलाई घुरिरहेकी हुन्छन् र कान्छा एकदमै धेरै डराइरहेका हुन्छन्। सायद उनले आफ्नो पहिलाको श्रीमतीसँग डिभोर्स पनि लिएका छैनन्। उनलाई अब बहुविवाहको केस पनि हुन सक्छ र उनी कानुन बमोजिम सजाय पनि पाउन सक्छन्। तर कान्छीले चाहिन् भने उनको समस्या हल गर्न सक्छिन् साथीहरू। कान्छीले भने सबै कुरा मिलाएर अर्थात् पहिलाको श्रीमतीले कति धेरै घृणा गरेर कान्छाले पहिलाको श्रीमतीलाई छोड्न बाध्य बनाएका हुन् भनेर सबै प्रमाण जुटाएर कान्छालाई भने अब त्यो परिस्थितिबाट केवल कान्छीले मात्रै बचाउन सक्छिन्। साथीहरू, त्यो अवस्था देख्दा त सागर पनि खङ्ग्रङ्ग भएका थिए। सागरले पनि सोचिरहेका थिए कि आखिर यस्तो के हुँदैछ भनेर। सागर बिचरा आफ्नो सरसँग केही समयको छुट्टी लिएर मात्रै गाउँ आएका थिए। 3 दिनको केवल बिदा लिएर सागर गाउँ आएका थिए। अब त सायद सागर 2-4 हप्ता यतै बस्नु पर्ने पनि हुन सक्छ, किनभने यति ठुलो समस्या अब अगाडि नै तेर्सिसकेको छ। साथीहरू, हजुरहरूलाई के लाग्छ त? मलाई त कान्छाले सजाय नपाइदिए हुन्थ्यो। कान्छाले त्यो केटीसँग सम्बन्ध विच्छेद गरेर अथवा त्यो केटीसँग सरसल्लाह गरेर सोफियालाई घर लानुपर्छ, आफ्नो वैवाहिक जीवनलाई राम्रो बनाउनु पर्छ अनि जीवनमा अघि बढ्नुपर्छ। यसो गर्दा कान्छी र सागरले पनि एकदमै धेरै खुसी पाउनेछन्। तपाईहरुलाई पनि यस्तै यस्तै लाग्छ भने आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन नभुल्नुहोला। हस्त साथीहरू, आजको लागि यति नै। म बादल अफिसियल हजुरहरूको सामुबाट बिदा हुन चाहन्छु। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई एक लाइक गरिदिएर च्यानललाई सब्स्क्राइब गरिदिन पनि अवश्य नभुल्नुहोला। हस्त साथीहरू, धन्यवाद।